राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले आफूलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताएकी छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनु पर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दावी गरिन्। उनले भने 90% सनातनीहरू बसोबास गर्ने देशमा नेपालको संविधानको धाराले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित हिसाबमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साई राखिएको छ। सांसद ओलीले व्यक्तिगत रूपमा यस्ता धम्की सहन सक्ने भए पनि यो आफू विरुद्ध मात्र नभई समग्र सनातन धर्ममाथिको प्रहार भएको दावी गरिन्। साथै उनले धर्मनिरपेक्षताको नाममा यस्ता गतिविधि हुनु दुखद भएको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्। के गणतन्त्रले ल्याएको धर्मनिरपेक्षता